हेलो गाइज, सागर मास्तोला भ्लगमा स्वागत छ। यो काठमाडौँ महानगरपालिकाको बाटो पहिला बालन शाह मेयर हुँदाखेरि सब खुल्ला थियो। यो अहिले चाहिँ यही पार्किङ छ है। अवस्था यस्तो छ, हामी जनता नै यस्तो हो कि अब हामी त्यसलाई मात्र गाली गर्छौँ। हामी जनता नै खराब हौँ कि सबै बाटोमा लाइनमा पार्किङ छ। यो न्यू रोड एरियामा जुन बालन शाहले यो हिँड्ने यति चाक्लो 6 मिटरको बाटो भनेर बनाइएको थियो हिँड्ने फुटपाथ, अहिले सबै पार्किङहरू यस्तो छ बाटोमा होइन। त्यही भएर चुनावको माहौल तातिँदैछ। सोचेर भोट गरौँ होला। परिवर्तन खोजिरहेको छ देशले, त्यसको लागि अब हामीले सोच्नुपर्ने। यी गाडीहरू मैले केही देख्नै पाउँथेनौँ पहिला, अब त्यो भएर यस्तो छ माहौल काठमाडौँको। माहौल यस्तो छ है गाइज। अरू हामी यस्तै अपडेट दिँदै गइरहेको छौँ, हेर्दै जानु होला। हामीलाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला च्यानललाई। यस्तै नयाँ थप जानकारी